नमस्ते गाइज, अहिले हामी चाहिँ टुरको लागि 1 वीक्स टुर अर्थात् 5 देखि 7 दिनसम्म करिब घुम्ने योजना सहित मनाङ घुम्ने योजनामा हामी चाहिँ टुरमा निस्किसकेका छौँ र तपाईहरुलाई अपडेट बेला बेलामा गरिरहन्छु र मेरो युट्युब च्यानल G10 ब्लगमा तपाईले हेर्न सक्नुहुनेछ र के कस्तो भ्यूजहरु हामीले हेर्नेछौँ त्यो सबै तपाईहरु समक्ष अपलोड गर्नेछु र अहिले खाना खानको लागि चन्द्रपुर नगरपालिका 1 रौतहट जिल्लामा अहिले हामी आएका छौँ र बागमतीको माछा हो र यहाँको माछा एकदमै राम्रो हुन्छ, फेमस माछा हो। त्यही भएर साथीहरु यही खाना खाने भनेर बसेको छ। ल ओके, यहाँ बागमती पुलको छेउमा साथीहरु सबै खाना खाने अनि त्यसपछि फेरि हामी अगाडिको बाटो तय गर्नेछु र तपाईहरुले हरेक अपडेटहरु G10 ब्लग युट्युब च्यानल अर्थात् @G10 G10 VLOGS 123 गर्नुभयो भने मेरो युट्युब च्यानल आउँछ र यसमा चाहिँ विभिन्न अपडेटहरु तपाईहरुलाई राख्नेछु। हस्त धन्यवाद। ल गाइज, अहिले हामी पतलैया आइपुगेको छु र यहाँ इनर्जीको लागि अब हेरिराख्नु भएको छ रेडबुल चलिरहेको छ। यहाँ सर पनि रेडबुल खाँदै हामी सबैजना अब यहाँबाट लाग्ने हो। इनर्जी चाहिन्छ, बिना इनर्जीको कहाँ मजै आउँदैन। टुरमा त इनर्जी चाहिन्छ। अब यात्राको क्रममा धेरै नै अप्ठ्यारो हुन्छ। सो गाइज, तपाईहरुलाई कस्तो लाग्छ हामी चाहिँ बेला बेलामा तपाईहरुलाई अपडेट गर्नेछु र बेलुकी तपाईहरुले हेर्नुहुनेछ। अहिले पतलैयामा छु, हामी यसो साथीहरु बीच गफ गर्दै र यो रेडबुलको मजा लिँदैछु है। यसरी हामी चाहिँ नेपाली झण्डा फहराउँदै, नेपालको राष्ट्रिय झण्डा फहराउँदै यात्रा गरिरहेका छौँ र यसरी नै हामी मनाङको टुरमा निस्किसकेको छु। अहिले तपाईँ सबैजनालाई जानकारी अखन सायद घसाए वाला ब्रेक यानी कि सुरती ब्रेक से ये अभी हम सब व्यू देख रहे छी चौर बनी के चौरी के और रास्ता में हम सब रुकल छी जहाँ खैनी लगावे के लिए खैनी ब्रेक है। ये हेटौड़ा से निकल गए छे। अब हम सब मुगलिन तरफ प्रस्थान करब और यहाँ से लगभग 70-75 किलोमीटर के दूरी में हम सब पछाड़ी छे मुगलिन से और लगातार रूप में अखन आई पोखरा पुगे के हमरा सबके टारगेट छे। अहिले हामी चाहिँ कुन ठाउँमा छु ग्यास गर्नु होला। यहाँदेखि 2 बाटो छ। अब यो अहिले चाहिँ हामी आइसकेको छु भरतपुरमा र अब यहाँदेखि बिस्तारै हाम्रो मुगलिङतिरको यात्रा छ। अब केही बेरपछि हामी मुगलिङ पुग्छौँ र त्यहाँ पनि भिडियो बनाउँछु तपाईहरुको लागि। यो चाहिँ भरतपुरको त्यहाँ गोलचक्र हेरिराख्नु भयो होला पछाडि, त्यही बाटो हो। हामी अब यता टर्न लिएको र धेरै रमाइलो छ यात्रा। I am very happy today traveling to Manang. ओके मनाङको यात्रामा अहिले हामी यहाँ आइपुगेका छौँ। हामीलाई अहिले 126 किलोमिटर टाढा जानु छ। आज पोखरामा बस्ने योजना। अब कति बजेसम्म पुग्छौँ हामी? पोखरा 126 किलोमिटर, यहाँदेखि गोर्खा गयो भने 66 किलोमिटर र बेसीसर गयो भने 102 किलोमिटर र काठमाडौँ 138 किलोमिटर छ। लगभग यहाँदेखि पोखरा र काठमाडौँ उस्तै दूरीमा छ। 126 र 138 भनेपछि 12 किलोमिटरको फरक छ। 12 किलोमिटर टाढा रहेको छ यहाँभन्दा काठमाडौँ पोखरादेखि। यो छ। अब अहिले यहाँ हो हाम्रो टोलीहरू यहाँ छन्, हेर्नुहोस् सम्पूर्णजनालाई सबैजना यहाँ मजा गर्दैछन्, गफ गर्दैछन्। अब यहाँदेखि हामी मुगलिङमा प्रस्थान गर्नेछु र त्यहाँ खाजा नास्ता खाँदै अगाडि बढ्ने। ओके, फाइनली हामी चाहिँ मुगलिङ आइपुगेको छु र मुगलिङको नजारा बेलुकी पखको साँझ पखको भ्यूज कस्तो लागिरहेको छ हेर्नुहोस्। यहाँ
अति नै सुन्दर दृश्य देखिरहेका छन्। यहाँबाट यहाँ दुईवटा बाटो छ, एउटा पोखरा जाने बाटो र एउटा काठमाडौँ जाने बाटो छ। हामी पोखराको बाटो लाग्नेछौँ, तर अहिले साँझ परिसकेको अवस्था छ। हामी सबै यहाँ आइसकेको छौँ र नेपाल आमाको पहिचान नेपाली झन्डाको साथमा हाम्रो यात्रा सुरु भएका छन्। र फाइनली गाइज अहिले हामी यहाँ जुट भएर अब केही खाजा खाने, त्यसपछि को यात्रा अगाडि हुनेछन्। यति जानकारी गराउन चाहे यहाँहरूलाई। यो चाहिँ जुन पछाडिको भ्यू छ यो चाहिँ पोखरा जाने बाटो हो। हेर्दै गर्नुहोला तपाईँहरू, साथमा हामी रहन्छौँ र यो ब्लग चलिरहन्छ जबसम्म हाम्रो यात्रा एन्डिङ हुन्छ, अर्थात् हामी फर्किन्जेलसम्म चलिरहन्छ। र यो मुगलिङमा हामी अब एकछिनमा नास्ता खाजा खाने प्लानिङमा छौँ। मुगलिङको चटपटे एकदमै मिठो हुन्छ, त्यही भएर हामी चाहिँ यहाँ खाजाको रूपमा चटपटे ल्याइरहेको छु। र अङ्कलले चाहिँ अलिक पिरो नै बनाइदिएको थियो, तर धेरै पिरो भएको कारणले गर्दा हामी अर्को प्लेट पनि बनाएर त्यो मिठो लाग्यो, खाए हामी हालेर। र अर्को यहाँ एउटा होटल थियो, दाल भात पावर भनेको, दाल भात पावरको यो कस्तो विज्ञापन गर्ने भ्यूज र कति राम्रो घुमिरहेको यो भ्यूजमा चाहिँ हामी अलि आनन्द लिए, रमाइलो गरे। हामी चाहिँ पोखरा आइपुगेका छौँ र यो पोखराको रात्रिकालीन भ्यूज हेर्नुहोस्। यहाँ अहिले हामी पुगिसक्यौँ, भर्खरै ल्यान्ड भएको छ हाम्रो गाडी। टोटली हाम्रो टार्गेट पुरा भएको छ। आज पोखरा आउने टार्गेट थियो, त्यो चाहिँ हामी कम्प्लिट गरिसकेको छु। यहाँ हाम्रो साथीहरू पनि छ। यसरी आजको योजना हामी पुरा गरेका छौँ। ओके ल यहाँ सबै साथीहरू बिचमा आइसकेका छौँ हामी। हाम्रो आजको टार्गेट यहीँसम्म थियो। ओके गाइज, पछाडि हेरिराख्नु भएको छ यो पोखराको भ्यूज हो। र अहिले चाहिँ हामी पोखरा आइपुगेका छौँ र आज हाम्रो बसाइ भनेको यही हुन्छ। आज हामी यहीँ बस्नेछौँ र भोलि फेरि अर्को गन्तव्यतिर लाग्नेछु भन्दै यस्तै छ। ओके अहिले चाहिँ हामी पोखरा आइपुगेका छौँ र अहिले यहाँ बाइक लागेका छन् सबै साथीहरूको। 4वटा बाइक छ, यो 4वटा बाइक हाम्रो बाइक हो। र साथीहरू चाहिँ रुम हेर्न गएको छ। रुम अलि राम्रो देखियो, राम्रो रुम छ भने त्यहीँ बस्ने भनेर 2जना साथी रुम हेर्न गएछ। र त्यसपछि हामी चाहिँ त्यहाँ रुममा बस्ने हो आज। यसरी आजको दिन बितेको छ हाम्रो।